हेलो नमस्ते। आज हामी यो रतुवा महानगरपालिकामा रतुवा खोलाको तलको बगरमा कृषिको अवलोकन गर्न आएका छौँ। यहाँ काँक्रो खेती, खरबुजा खेती तपाईँ देख्न सक्नुहुन्छ। रतुवाको बगरमा यहाँ काँक्रो छ, यहाँ खरबुजा छ, यहाँ व्यापार भइरहेको छ। यहाँ इन्डियाबाट आउनुभएका किसानहरूले लगाउनु भएको खरबुजा देख्न सक्नुहुन्छ। काँक्रो पुलदेखि पारिपट्टि पनि खरबुजा र काँक्रो प्रशस्त रहेको छ। काँक्रो 30 रुपियाँ केजी यहाँ आउँछ। काँक्रा खेती, त्यसै गरी यहाँ फर्सीको मुन्टाहरू पनि आखिर गर्दा नहुने के रहेछ र। बलुवामा पनि यसरी फल लाग्दो रहेछ, पैसा फल्दो रहेछ। यहाँ चाहिँ व्यापारीहरूले काँक्रो लगिरहनु भएको छ, देख्न सक्नुहुन्छ। रतुवाको बगरमा भएको खेती। नेपाली जमिन यस्तो उर्वर छ, नेपाली जमिनमा सुन फल्न सक्छ, पैसा फल्न सक्छ भनेर विदेशी मूलबाट आएर यहाँ कृषि गरिरहनु भएको छ। हामी नेपालीहरू फेसबुकमा स्ट्याटस हालेर केही छैन नेपालमा, सम्भावना छैन भनेर ठुला कुरा गर्ने, नकारात्मक कुरा गर्ने, फेसबुकलाई अराजकमय बनाउने मात्रै काम गरिरहेका हुन्छौँ। तपाईँ आफै आएर यो दृश्य देख्न सक्नुहुन्छ। नेपाली भूमिमा विदेशी मान्छेहरूले आएर परिश्रम गरेर सुन फलाएर हामीलाई नै काँक्रो, खरबुजा, फर्सी खुवाइरहेका छन्। करिब करिब यो नेपालीहरूको लागि लाज मर्नु नै अवस्था हो। पौरख गर्नेहरूको लागि जमिन, पृथ्वी, धरतीले दिन्छन्। धरती माता कुनै देश विशेषको हुँदैन, धरती मानव जातिको हुन्छ। धरतीले मानवलाई जोगाउँछ, त्यहाँ भूगोलले छेक्दैन। खालि गर्ने इच्छा शक्ति चाहिन्छ। त्यसैले सकारात्मक बनौँ। नेपाली बगरमा भारतबाट आएर किसानहरूले यसरी मकै, काँक्रो, खरबुजा जस्ता खेतीहरू गरेर पैसा लिएर गइरहेका छन्। हामी नेपालीहरू चाहिँ नेपालमा केही छैन, केही सम्भावनै छैन, कृषिको सम्भावनै छैन भनेर चिया पसलमा बसेर फेसबुकमा लेखेर अब परिवर्तन हुँदैन। परिवर्तन हामीबाटै सम्भव छ, गफ गरेर परिवर्तन हुँदैन। हामीले कुराको खेती धेरै गऱ्यौँ, अब खेतीको कुरा गरौँ। हस्त, धन्यवाद, नमस्कार, जय कृषि।